अन्डरस्ट्यान्डिङ अन्डरस्ट्यान्डिङ भनेको के हो? अन्डरस्ट्यान्डिङ भनेको केवल सुन्नु मात्र होइन। अन्डरस्ट्यान्डिङ भनेको केवल देख्नु पनि होइन। अन्डरस्ट्यान्डिङ भनेको हो कुनै कुरा भित्रसम्म बुझ्ने क्षमता। कसैले कुरा भन्यो, तपाईले सुन्नुभयो, तर प्रश्न यो हो के तपाईले वास्तवमै बुझ्नुभयो? धेरै मानिस सुन्छन् तर वास्तवमा बुझ्दैनन्। एउटा भनाइ छ, हियरिङ इज नट अन्डरस्ट्यान्डिङ। समस्या कहाँ हुन्छ? आज धेरै झगडा किन हुन्छ? परिवारमा समस्या किन बढ्छ? मित्रता किन टुट्छ? कारण धेरै पटक एउटै हुन्छ, गलत बुझाइ। मानिसहरूले धेरै पटक सत्यभन्दा पनि आफ्नो अनुमानलाई विश्वास गर्छन्। एउटा सानो उदाहरण, मानौ दुईजना साथी छन्। पहिलो साथीले केही दिन फोन गरेन। दोस्रो साथीले सोच्न थाल्छ, सायद उसले मलाई बेवास्ता गरिरहेको छ, तर वास्तविकता के हुन सक्छ? सायद ऊ व्यस्त थियो, सायद उसको फोन बिग्रिएको थियो, सायद उसलाई कुनै समस्या थियो। तर हामी के गर्छौं? अनुमान गर्छौं र त्यसलाई सत्य ठान्छौं। यहीँबाट गलत बुझाइ सुरु हुन्छ। अन्डरस्ट्यान्डिङ किन महत्त्वपूर्ण हुन्छ? अन्डरस्ट्यान्डिङ बिना सम्बन्ध टिक्न गाह्रो हुन्छ। अन्डरस्ट्यान्डिङ बिना विश्वास पनि कमजोर हुन्छ। एउटा राम्रो विचार छ, सिक फर्स्ट टु अन्डरस्ट्यान्ड देन टु बी अन्डरस्टुड। पहिले बुझ्ने प्रयास गर, त्यसपछि आफूलाई बुझाउन खोज। तर आज धेरै मानिसलाई बोल्न हतार हुन्छ, सुन्ने धैर्य कम हुन्छ। परिवारमा अन्डरस्ट्यान्डिङ, घरभित्र पनि धेरै समस्या यही कारणले हुन्छ। पति भन्छ, तिमीले मलाई बुझ्दैनौ। पत्नी भन्छ, तिमीले मेरो भावना बुझ्दैनौ। फेरि बच्चा भन्छन्, मलाई कसैले बुझ्दैन। समस्या कहाँ छ? सबै बुझिन्न चाहन्छन्, तर पहिले बुझ्न तयार कम मानिस हुन्छन्। अन्डरस्ट्यान्डिङ कसरी बढाउने? अब प्रश्न आउँछ, अन्डरस्ट्यान्डिङ कसरी बढाउने? पहिलो, ध्यान दिएर सुन्नु। दोस्रो, पूरा कुरा नबुझी निर्णय नगर्नु। तेस्रो, अरूको दृष्टिकोण बुझ्ने प्रयास गर्नु। एउटा सानो कथा। एक दिन शिक्षक र विद्यार्थी बाटोमा हिँडिरहेका थिए। विद्यार्थीले सोध्यो, मानिसहरू किन एकअर्कालाई बुझ्न गाह्रो मान्छन्? शिक्षकले जवाब दिए, किनकि धेरै मानिस सुन्न लागि होइन, जवाब दिनका लागि तयार हुन्छन् र हतार हुन्छन्। यो कुरा गहिरो छ। धेरै मानिस सुन्नभन्दा बोल्न हतार गर्छन्। अहङ्कार र अन्डरस्ट्यान्डिङ। अन्डरस्ट्यान्डिङको सबैभन्दा ठुलो बाधा के हो? अहङ्कार। जब मानिस सोच्न थाल्छ, म नै ठिक छु, त्यसपछि बुझ्ने ढोका बन्द हुन थाल्छ। एउटा वास्तविक उदाहरण। एक दिन कक्षामा शिक्षकले विद्यार्थीलाई एउटा चित्र देखाए। चित्रमा एउटा मानिस चिच्याइरहेको देखिन्थ्यो। शिक्षकले सोधे, तिमीहरूलाई के लाग्छ, यो मानिस किन चिच्याइरहेको छ? एउटा विद्यार्थीले भन्यो, उनी रिसाएको छन्। अर्को विद्यार्थीले भन्यो, सायद उनी कसैसँग झगडा गर्न चाहन्छन्।
शिक्षक केही समय शान्त बसे। त्यसपछि उनले भने, यो मानिस रिसाएको होइन, उसको बच्चा हराएको कारणले उसलाई मद्दत मागिरहेको थियो। कक्षामा सबै विद्यार्थी केही क्षण चुप लागे। त्यसपछि शिक्षकले बिस्तारै भने, हामीले देखेको कुरा सधैँ पुरा सत्य हुँदैन। कुनै कुरा बुझ्नु अघि हतारमा निर्णय गर्नु ठिक हुँदैन। पहिले अवस्था बुझ्नुपर्छ, कारण बुझ्नुपर्छ, अनि मात्र निर्णय गर्नुपर्छ। अन्तिम सन्देश, जीवनमा एउटा बानी बनाऊ। कसैले कुरा गर्दा पहिले ध्यान दिएर सुन्नु, पहिले बुझ्ने प्रयास गर्नु, त्यसपछि मात्र प्रतिक्रिया दिनु। अन्त्यमा एउटा कुरा याद राख्नुहोस्, बोल्नुभन्दा पहिले सोच्नु, निर्णय गर्नुभन्दा पहिले बुझ्नु। धन्यवाद।